हामी क्यारम बोर्ड जोई खेलिरहेको छौँ हेर्नुहोस् है। हामी हाम्रो सार्वजनिक सेवा प्रसारण कार्यालय वार्षिक उत्सवको उपलक्ष्यमा एक दिन हामीले यहाँ क्यारम बोर्ड खेल्ने मौका पाएका छौँ। अब यसमा चाहिँ हाम्रो अब चाहिँ मैले खाने मौका पाएँ है मैले यसपालि। त प्रभु यसलाई खानु चाहिँ होइन यतापट्टि खानुपर्छ भाइको आयो अब चाहिँ म आफै खिचेर भन्नुभयो। अब चाहिँ जसरी छिराउँछु है म यस गयो फेरि नि गयो होइन। तिनवटा गयो है बाबु। क्विनलाई दिउँ 1 2 3 ए क्विन भने किङ पो भइदियो होला। भोलि हाम्रो रेडियो नेपालको बिहानको यस यता यहाँ आउनु फेरि एकछिन खानुपर्छ है। अहिलेसम्म सम्पत्ति दिएको पनि है। सम्पत्ति दुईटा मेरो त्यहाँ छ। दुईटा त कुन कालो है? एउटा सेतो एउटा कालो। यो बराबर बराबर रहेछ भयो। म बढात्मा छु है साथी हेर्नुहोस्। हेर मैले त दिँदै होइन अब कता खासमा अब रानी खाने पालो आएको छ। मलाई चाहिँ रानी नभए नि फरक पर्दैन। हेर्नु म चाहिँ लिडमै छु, धेरै छ। तर चाहिँ रानी पनि खाइदिउँ न भन्ने कुरो ल भाइ खाइ ट्राई गरौँ त। रानी खान्छ खाइ ल रानी मेरै हो ल। 1 2 3 1 2 3 यस रानी मेरै हो ल। अनि अब यता है रानीलाई कन्फर्म गर्नलाई अनि एक सट यताबाट आउनु पर्यो। यतैबाट आउँछ हजुर अलि आउँदैन सब आउँछ फुल। 1 2 3 फेरि फाइनल रानीको पालो आइरहेछ। बहुमतमै छु म रानी बिना पनि है। म रानी बिना पनि बहुमतमा भएको राजा, त्यही पनि रानी ल्याइदिउँ भन्ने कुरो भइरहेछ। रानी ल्याउने कि नल्याउने भाइ? दादा रानी ल्याउने नल्याउने ल्याउने ल ल्याउने भने ल ल्याउँ है त। रानी आयो ल रानी आयो है। 1 2 3 को रानी आयो। रानीलाई दाइ रानी लाने हो। हामी रेडियो नेपालको वार्षिक उत्सवको अवसरमा पूर्व सन्ध्यामा हामी यसो खाली टाइममा चाहिँ क्यारम बोर्ड खेलिरहेको थियौँ। अनि दाइले चाहिँ अब रानी लिएर जानुपर्छ गुरु भन्नुभयो। रानी लानु कम गाह्रो छ यार। ल रानी लाने दाइ ल 1 2 3 गयो रानी भाइ पक्का भाइ राजा गाह्रो मान्छ कि चाहिँ अहिले चाहिँ रानी सहितको राजा मिलाइयो रानी पनि छिराइयो राजा पनि छिराइयो। ल भाइ ल बधाई छ। ल मलाई बधाई छ सन्ध्याभरि। ल सबभन्दा धनी म है आज हेर्नु दाइ। 10 20 कति 35 40 50 60 65 70 होइन 75 85 90 100 नै भएछ। ए भाइ 100 भएछ यार। ल भाइ जय होस्। ल दादा धन्यवाद, थ्याङ्क यू हजुरलाई।